भिडियोलाई अन्तिमसम्म हेरेर सिक्नुहोला र प्रतिक्रिया दिनुहोला। नमस्कार साथीहरू, आज म एउटा भान्टाको रेसिपी तयारी गर्दैछु। यहाँनिर राखेको छु मैले यो थोरै सिमदाना मुम्फलीको यो खुर्सानी भयो, खैरो खुर्सानी, अनि यो आटा भयो गहुँको, त्यसै गरी यो धनिया पाउडर। यति चिजबाट मैले एउटा अर्कै नयाँ तरिकाको भान्टाको सब्जी बनाउँदैछु। कसरी बनाउने हो हेर्दै गर्नु होला। बनाउन त धेरै साथीहरूले बनाउनुहुन्छ होला, खानु पनि भएको छ होला। जसले खानुभएको छ कस्तो लाग्छ हेर्नु होला, कमेन्ट गर्नु होला। अनि जसले खानुभएको छैन यही हिसाबले बनाउनु होला, सिक्नु होला। हेर्नु है त कसरी बनाउँछु म। अब लिन्छु म एउटा भान्टा। एउटा भान्टालाई लिन्छु अनि कसरी काट्ने भनेर तपाईहरुलाई देखाउन गइरहेको छु। यो रह्यो साथीहरु भान्टालाई यसरी काट्नु पर्ने छ। तपाईहरुले यत्रो साइजमा काट्नु होला। अनि खराब छ कि छैन हेर्न पनि मिल्छ। यो साइजमा काट्नु होला तपाईहरुले। यसलाई यस्तै राख्नु होला। र देख्न सक्नुहुन्छ मैले यसरी काटिसकेको छु सबैलाई यो साइजमा। अब मैले अघि तयार पारेको मसलाहरू छ यहाँनिर, यसलाई म मिक्सीमा पिस्ने छु। यसमा हजुरहरूले नुन राख्नु होला चाहिँदो अनुसार। मैले पिसेर यस्तो पाउडर बनाएको छु। तपाईहरुले पनि यस्तै बनाउनु होला पिसेर मसिनो। र यसरी काटेको भान्टालाई यहाँनिर यसरी लगाउनु होला। यसो गरेर सबैमा राख्नु होला। एकछिन यहाँ राख्नु होला ताकि यो मसलाहरू यसमा लागोस् राम्रोसँग। यहाँ देख्न सक्नुहुन्छ मैले यसरी सबै लगाएर पाउडर तयार पारिसकेको छु मसला। अब कडाईमा तेल राखेर एकछिनको तेल तताइसकेपछि यसलाई राख्ने हो। र तेल गरम भइसकेको छ। म यहाँनिर राख्दैछु मैले बनाएको भान्टाको सब्जी। यसरी राख्नुपर्ने छ। ग्यासलाई सिन गरेर यसरी ढक्कनले छोपेर राखिदिनु होला। र यसलाई बेला बेला चेक गर्दै गर्नुपर्ने छ कि जल्यो कि पाकेन हेर्नुपर्ने हुनेछ। र देख्न सक्नुहुन्छ यहाँ पाकिसकेको छ। यसलाई अब पल्टाउनु पर्ने हुन्छ। चलाउने हैन, यसलाई चम्मच या चिम्टाको सहाराले पल्टाउनु होला यसरी। यसमा यो लागेको मसला निस्किनु हुँदैन, किनभने मसला निस्कियो भने टेस्ट हराउँछ। सबैलाई यसै गरी पल्टाउनु होला। हेर्नु होला मेरो सब्जी तयार भइसकेको छ, पाक्यो। यसलाई अब खान युक्त छ साथीहरु। यसरी नै तपाईहरु पनि बनाउनु होला। यहाँनिर मैले पालक पनिरको सब्जी बनाएको छु एउटा यो बैगन कचौरी भन्छ, एउटा यो दाल बनाएको छु मैले। कोकोलाई मन पर्छ लाउनु है खान। साथीहरु कस्तो बनेछ चेक गरौँ है। आजको भान्टाको सब्जी ट्याक्क लाएर मासु जस्तै देखिन्छ नि हैन साथीहरु। दामी